धनुषा जिल्लाको जनकपुरमा बनेको वाटर पार्कलाई हिजो चाहिँ +2 को स्टुडेन्टहरूले तोडफोड गरियो। कारण के हुन सक्छ? कारण चाहिँ +2 को स्टुडेन्टहरूको लागि अफर थियो 100 रुपियाँमा टिकट, 100 रुपियाँ मात्र छिर्न दिन्थ्यो। तर त्यही कारणले म्यानेजमेन्ट नराम्रो भएको कारणले स्टुडेन्टहरूले भनिरहेको छ म्यानेजमेन्ट नराम्रो भएको कारणले अब क्षमता चाहिँ 500 स्टुडेन्ट छ, त्यहाँ चाहिँ 5000 स्टुडेन्ट जान्छ भने त्यो त वास्तवमा म्यानेजमेन्ट हुँदैन। त्यो त कहीँ पनि क्लास कोठामा चाहिँ स्टुडेन्टको क्षमता छ 50 जना अनि त्यहाँ चाहिँ 100 जना कसरी पठाउँछ? त्यही कारणले म्यानेजमेन्ट नराम्रो भएको कारणले तोडफोड गरियो। तर तोडफोडमा चाहिँ 5 प्रशासन पनि घाइते भयो अनि विद्यार्थी पनि धेरै घाइते भयो। अनि त्यहाँ चाहिँ धेरै 10 जना विद्यार्थीलाई पक्राउ पनि गरेको छ प्रशासनले। त्यहाँ चाहिँ क्षति कम्तीमा 20 लाख भन्दा बढीको क्षति भएको छ। अनि त्यो क्षति चाहिँ त्यो विद्यार्थी 10 जना पक्राउ भएको विद्यार्थीले बेहोर्नु पर्यो। अनि स्टुडेन्ट पावर, धेरै जसो भाइले भन्छ कि स्टुडेन्ट पावर छ, यो स्टुडेन्ट पावर हेराउनु छ। वास्तवमा स्टुडेन्ट पावर हेराउनु छ भने त्यो चोर नेताको अगाडि गएर स्टुडेन्ट पावर हेराउ। यो स्टुडेन्ट पावर त भएन नि, यो हाम्रो देशको नोक्सान भयो। हाम्रो देशको नोक्सान किनकि एक त देशमा रोजगार छैन रे, तर स्टुडेन्टहरू यसो बिहेभियर गर्छ भने राम्रो हुँदैन नि। यो चाहिँ हाम्रो देशको लागि धेरै नराम्रो भयो, किनभने हाम्रो देशमा ठुलो ठुलो संस्था छैन। यो सानो चाहिँ बनाएको छ वाटर पार्क, यो इन्कमको स्रोत हो। यो हाम्रो देशको इन्कम, यो हाम्रो देशलाई पनि इन्कम हुन्छ यो वाटर पार्कले। तर स्टुडेन्टहरू यसो बिहेभियर गर्छ भने राम्रो भएन नि।